हेलो साथीहरु, आज चाहिँ हामी चाहिँ बालाङखा बजार हिँड्दै छौं है। यता मम्मी, यता म जाँदै छौं। बिहानै सुति उठी हिँडेको मान्छे बाटोमा हाम्रो हिँडाइ दरो चलिरहेछ। तर तेर्सोमा हिँड्नु मिठै छ उकालो भन्दा। मेरो चाहिँ दोस्रो चोटि है यो बालाङखाको बजार अब। मम्मी, यताको बच्चाहरु यताबाट पनि बोपुङ स्कुल जान्छन्? टाढो टाढो पर्दो रहेछ स्कुल साह्रै। अब कति तेर्सो बाँकी छ? निकै टाढै रहेछ। अनि गाउँबाट बजार आउनेहरू चाहिँ कसरी छिट्टो फर्किनु भ्याउँदैछन् नि मम्मी? अनि आएर पनि काम भ्याउँछ। म त खुत्रुक्कै भइसकेँ त यतिमै। ए म त अनि त्यो उयो हाम्रो गाउँदेखि यता पारिपट्टि एउटा डाँडा छ नि स्कुलदेखि नै, त्यो चाहिँ कुन त नि फेरि? त्यो मेलडाँडा। ए म त त्यसलाई पो खैला भनेर राखेको थिएँ। अनि उर्मिलाले बजार जाऊँ भन्दै थियो क्या। अनि त्यहाँ होला, त्यहाँ त हो कस्तो नै हुन्छ र नजाऊँ भनेर नि। बजार थुप्रो लाग्दैछ पनि कहिले त मिकिना से थुप्रो लाग्यो त्यहाँ गई अनि यहाँ पनि लाग्यो, माथि पनि लागेको। यसपालि त हाम्रो त म त काठमाडौँ पनि गइनँ, यता पनि कहीँ को बजार पनि भ्याइनँ हुरुरुवा गरी हिँड्नुले। ए मम्मी, यहाँ माथि हो ऊ त्यो। अन्त ए यो त माथिको त घर पो रहेछ। कति राम्रो डाँडा छ उ त्यहाँ। अनि त राम्रो छ ठाउँ त्यहाँ। यस्तो छ है डाँडा काँडा, तर देखिएन मजाले। कुहिरो लागेर मधुरो छ है साथीहरू। हाम्रो त यस्तो छ, लेखमा चढेको अलिक मौसमले साथ दिएको छैन जस्तो लाग्यो। तर सिजनै यस्तो हो, बर्खा। फाइनल्ली हामी बालाङखा बजार पुगेर पनि मम्मीको खुट्टामा हल्का पेन थियो। अनि मेडिकलतर्फ लाग्यौँ। मेडिकल चाहिँ माथि डाँडामा रहेछ क्या। मलाई चाहिँ कस्तो रमाइलो लाग्यो। अनि मैले छोटो भिडियो लिन मन लाग्यो, किनकि मेरो फर्स्ट टाइम थियो नि त। अनि मैले भिडियो लिएँ छोटो। त्यसपछि बालाङखा बजारको एरियाको भिडियो पनि मैले छोटो क्लिप लिएँ। कुहिरो लागेको थियो तर पनि कस्तो शान्त के, शीतल हावा पनि चिसो, मनै आनन्द हुने, कस्तो रमाइलो। हामी बजारबाट फर्किएर पनि यो बाटोमा आउँदैछौँ कि। अनि यो देखेको यो बाल्यकालको याद आयो क्या। हामी चाहिँ हाम्रो गाउँमा तुम्पाराङ भन्छौँ यसलाई, तर यसलाई नेपाली भाषा के हो, हाम्रो भाषामा चाहिँ तुम्पाराङ भन्छौँ। यस्तो फलेको रहेछ क्या। बचपनमा खाइन्थ्यो, कति मन पर्थ्यो। तर यसले जिब्रो कालो हुने क्या। तर अहिले चाहिँ मन पर्दैन। मैले चाहिँ बाल्यकालको याद आयो क्या यो देखेर। यस्तो छ, फोटो पनि खिच्छु है। यस्तो छ। तुम्पाराङ भन्छौँ हामी चाहिँ यसलाई। म चाहिँ बाटोमा तुम्पाराङ टिपेर पछि पछि हिँड्दैछु है। मम्मी चाहिँ उहाँ अगाडि जानु हुँदैछ, उहाँ पर। कुहिरो लागेर वेदर यस्तो छ साथीहरू। तुम्पाराङ टिप्ने भयो। खाँदा चाहिँ यसले मुख यति कालो बनाउँछ, अनि खानु मन लाग्दैन। यो बाल्यकालको याद आयो क्या यो पाकेको देख्दाखेरि।
यसको बोट चाहिँ कति धेरै रहेछ के साथीहरू। यता बचपनको याद आयो यो देखेर। साह्रै कम्ता टिप्न गइन्थ्यो यो देख्दाखेरि। काम छोडी गइन्थ्यो। मम्मी चाहिँ वहाँ पर हिँड्नु हुँदैछ। कुहिरो लागेर यस्तो भइरहेछ क्या बाटै। म चाहिँ फोटो खिच्नलाई भयो नि यो टिपेँ के साथीहरू। मम्मीले छोडी जानुभयो मलाई। मैले गुराँसको फुलको बोट पनि उखालेर यहाँ बोकिरहेको छु झोलामा। गएर रोप्ने हो क्या घरमा। लेकतिर फुल्छ गुराँस, बेसीमा त हुँदैन, तैपनि ट्राई गरौँ कतिको बचाउन सकिन्छ, फुल्छ फुल्दैन भनेर टिपेर के भन्छ उखेलेर झोलामा बोकिरहेको छु। घर गएर रोप्ने हो। मम्मीले मलाई छोडी जानुभयो। मम्मी जतिको पनि मेरो हिँडाइ छैन क्या, एकदम बोइलरै भइएछ। हिँड्नै गाह्रो। ए तर मेरो झोलाले काट खाइसक्यो। मम्मीको खुट्टा दुखिरहेको छ र पनि मम्मी छिट्टो हिँडिराख्नु भएको छ के। छोडेर उहाँ पुरा पुगिसक्नुभयो मम्मी त। तुम्पाराङले एकदम मेरो हातै कालो भइसक्यो, यति बोकिरहेको छु। यसको नाम के हो थाहा भएन है, तर तुम्पाराङ भन्दै हिँडिरहेको छु म चाहिँ। तर कस्तो यस्तो वेदर छ, यस्तो वेदर उकुस मुकुस लाग्ने क्या। कुहिरो, कति धेरै कुहिरो। कुहिरोले केही देखिरहेको छैन। लेखको हावापानी यस्तै छ अहिले बर्खा मास। स्मेल यति टिपे खाने त होइन नि, यतिकै। मम्मी बिरामी र पनि मम्मीले मलाई छोडेर हिँडिराख्नु भएको छ। म चाहिँ हिँड्नु नसकेर क्या साथीहरू। यस्तो छ हाम्रो ताल। म चाहिँ बोइलरै भइसकेको छु आजकल। त्यही माथि वेदर उस्तै छ, अल्छी लाग्ने। हाम्रो बाटो निकै लामो भयो है, घरै पुग्न गाह्रो भयो, रात पर्ने रहेछ हामीलाई। झ्याउकिरीको आवाज यस्तो छ है साथीहरू, कस्तो मिठो झ्याउकिरी। ल यो कुहिरोले पनि नछोडेन। ढेर वहाँ रात त परेको छैन, तर पनि कस्तो नि मम्मी कुहिरो लागेपछि झ्याउकिरीहरू किरिङ खराएको छ। गाडीहरू पनि आउँदैनन्। गाडी पनि आएन। हाम्रो 11 नम्बर गाडीले बिजोग बनायो। यो घाँस भन्नुलाई यो मेरो गुराँसको बोट हो नि साथीहरू। यो घाँस होइन है, गुराँसको बोट हो।